चाहिँ यहाँ कोलमाडमा आइसक्यो तपाईँहरूलाई म अब कोलमाड देखाउँछु कस्तो छ के छ भनेर होइन यहाँ दुईटा चराहरू यस्तरी राखेको छ त्यतापट्टि हेर्नु त यस्तो छ है यो कोलमाड चाहिँ यस्तो छ डाँडाको टुप्पोमा ठाउँहरू पनि कस्तो कस्तो छ हौ यता चाहिँ हेर्नु है एकदम आइपुग्यो कोलमार चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ उतापट्टि पुरै यस्तो छ है अहिले उतापट्टि के हुन्छ सबै कुरा हेर्दै गरौँला ट्रेन आयो फेरि ट्रेन हेर्ने केटा कडावाला ट्रेन फेरि यो टायर भएकोवाला ट्रेन है त्यो अर्कोवाला उसवाला होइन हेरौँ त यस्तो ट्रेन आयो के हुन्छ है यतातिर चाहिँ मान्छे चढेछ घन्टी बजेछ घन्टी यस्तो हुन्छ है एउटा अहिले उता देखाउँला के छ है ल अहिलेलाई ए होइन पखा एकछिन कता हो हाम्रो गाउँ जाने जङ्गल जस्तो पनि देखेको त्यो त हेर्नुहोस् त तनाव भयो नि यार मैले पहिलाको युट्युब आइडी के गरेर बिर्सियो कि यार नहोला मिस के ल अहिले एकछिन भेटौँला है सबैलाई ल तपाईँहरूलाई यहाँ देखाउँछु भनेर हो क्या मैले ओहो यहाँ त कडा रहेछ यो त है कडा छ ट्रेन त फेरि फर्केर आइसकेको छ यस्तो छ है यस्तो छ के गर्ने लगडा अहिले एकछिनमा भेटौँला है यता हो यस्तो कडा ठाउँहरू छ फेरि यता त हिँडियो अलिअलि हेर्नुहोस् है यस्तो छ कहिले हो ओफो यता तलपट्टि त झन् भयङ्कर राम्रो रहेछ तपाईँहरूलाई म देखाउँछु है हाँस पनि हिँड्दैछ त्यता ल हेर्नु त तलपट्टि कस्तो राम्रो ठाउँहरू रहेछ है यस्तो बनाउँछन् अरूको देशमा कतै नभए पनि डाइरेक्ट स्विजरल्यान्डमै घुमे जस्तो हो यो ठाउँ त के त लेट्स गो है यस्तो राम्रो ठाउँ क्या अब हेर्नु भित्र छिरौँ के हो यहाँ आनन्दको ठाउँ ओफो मजा रहेछ नि त यस्तो राम्रो ठाउँ है यस्तो राम्रो रहेछ है घोडा हेर्न गएको अब रियलमा पनि देखेको थियो छुन पाइएको थिएन ल छुइदियो हेर्ने त्यस पनि छुनाइछ से हेर्नुहोस् त्यस्तो राम्रो ठाउँहरू छ है ओके गाइस भित्रको कुराहरू सबै देखाउँदै गरौँला के छ र होइन यतापट्टि फेरि यस्तो देखिन्छ माथि यस्तो छ ल गाइस धेरै लामो पनि नबनाऊँ कि भिडियो अलिकति इन्ट्रेस्टिङ ठिक्कको बनाऊँ न होइन भनेर कि ल है एकछिनमा भेटौँ ल हेर्नु त त्यो अघिको ट्रेन यही छ यता माडहरू रहेछ रमणीय रहेछ ठाउँ चाहिँ यतापट्टि टेलिफोन बुथ ओफो रहेछ त है ठाउँहरू त हेर्नुहोस् त तपाईँहरूलाई मैले सक्दो देखाइरहेको छु है उतापट्टि फेरि घर जस्तो रहेछ टावर जस्तो रहेछ अहिले त्यहाँ चढ्न मिल्छ रहेछ तर म चढ्दिनँ होला खुट्टैदेखि चाहिँ झाउलाइसकेँ राम्रो रहेछ है यता चाहिँ ठाउँ है यहाँ फेरि बिचमा यस्तो पनि रहेछ पानी हाल्ने ठाउँ के गाइज यस्तै छ मलेसियाकै यसलाई चाहिँ कोलमार भन्दो रहेछ यताको ठाउँहरू यो ट्रेन हेर्नु त अजिबो गरिब ट्रेन है गाडीको ड्राइभ गर्ने ठाउँ सिटहरू त्यहाँ रहेछ बस्ने ठाउँ यो मान्छेहरूको घरहरू लगेडा है एकछिनमा भेटौँ ल केटा हो यता पनि राम्रै प्रिजर्भ गरेर राखेर चाहिँ यता तलपट्टि रहेछ फेरि सिल गर्नुपर्ने ठाउँ के नगइराख्नु तल त है ए यस्तो रहेछ कि फेरि ठाउँहरू यतापट्टि है पहिलाका हाम्रा ती राजाहरूले चढ्ने घोडा बाँधेर जस्तै छन् फेरि घाम लाग्यो भर्खरै कस्तो फुगाले थियो कोलमाटो न्यू एयर काउन्टडाउन 9:30 PM until 1 AM
one cannot. This one is game or what? Viera. What? You want to try? Yalla. Ready? यस्तो राम्रो राम्रो ठाउँहरू रहेछ है के गर्ने कति राम्रो राम्रो ठाउँहरू घरहरूमा नि हेर्नु न कस्तो झ्यालहरूमा नि कस्तो फुलहरू हालेर कस्तो राम्रो बनाएर राख्ने कि यिनीहरूको त के यता त त्यहाँदेखि यता सानो मिनी गेम जोन रहेछ फेरि यता चाहिँ है मिनी गेम जोन रहेछ त्यो जमानामा त्यो पञ्चायतको बेलामा को त्यो घन्टी बजाएर सबलाई बोलाउँछ नि त्यस्तै जस्तो फेरि यो फेरि होइन त तर इट सिम्स भेरी गुड एकदम राम्रो देख्दो रहेछ यहाँ फेरि मिनी ट्रेनहरू रहेछ है हाइया यस्तो ठाउँहरू छ राम्रो लाग्यो मलाई स्टारबक्स पनि रहेछ यार माथि त यस ठाउँहरू एकदम ठिक छ रमाइलो लाग्यो है आज घुम्दै घुम्दै आएको रमाइलो छ तपाईँहरूलाई नि म देखाउने छु कस्तो कस्तो छ भनेर ठाउँहरू है उतापट्टि गेम के हानेर फेरि केही जित्ने उसहरू छ क्या हो त्यो रहेछ भने चाहिँ नि एकचोटि खेलाउँला साथीहरू है ओइ यहाँ पनि ग्लास हान्ने रहेछ त ग्लास हान्ने गेम रे यहाँ व्हाट द हेक ल हेर्नु त ग्लास हाने नि गुडिया जित्नेवाला रहेछ यो प्रभुदेव ल हेर्नु त यता गुडिया झुन्डे अब यहाँ जित्नुपर्छ जस्तो छ कि होइन केही है ल हेर्नु त यतापट्टि गन सुटिङ रहेछ फेरि यतापट्टि चाहिँ अब यो गेमहरू यसो ट्राई गर्नु पर्ला जस्तो छ है Satya, let's play game lah. But this one you want to play? This one how to play this one? This one how to play? Yeah. You throw the ball. Ball, yeah. The ball size like that, and if you white color, no price on only color like this. Yeah. You can get. The yellow like this, ah. I think, and for the gun, it's only to play the gun, right? Yeah. Okay. Hey, let's try this one. You want to try this one, Satya? The hitting one, the hitting ball. This one for how much? 10 ringgit for 3 bet. Wait, this one is from back, not from ball. No. You want to play which one? This one or that one? Which one? And Let's try the. and this one? No. This one already finished. Which one you want to try? This one. Gun. Hey, that one don't have any price. Okay lah, I want to try this one. You try gun. बोले. ल गाइज म यो खेल्छु तपाईहरुलाई म भिडियो राम्रोसँग देखाउँछु है त ल. Oh, shit man, this one. See? Now you get already finished. So guys, हामी चाहिँ यहाँ गिल्टिङ हाइल्यान्डमा आइसक्यो है अनि फोनमा धेरै ब्याट्री नै छैन अब चाहिँ अलिकति एकदम सर्ट क्लिपहरू सेट गर्छु किनभने मैले चार्जर ल्याउन एकदम मजाले बिर्सिसकेँ हाम्रो चाहिँ पक्का नेपालको भाइ जस्तो छ आई विल सो यु गाइज यो चाहिँ गिल्टिङ हाइल्यान्ड भनेर यहाँ प्रिमियम आउटलेट भनेर छ यस्तो डाँडाबाट है हेर्नुहोस् त यो चाहिँ आउटलेटहरू यतापट्टि सपिङ मलहरू छ ल गाइज अहिले एकछिनमा भेटौँ ल सर्ट एन्ड स्विट क्लिपहरू हाल्छु म चाहिँ किनभने ब्याट्री धेरै छैन नि त त्यही भएर आइएम रियली सरी गाइज अनि एउटा कुरा म भन्न चाहन्छु मेरो ल्यापटपमा पनि मेरो युट्युब च्यानल उडिसकेको रहेछ त्यही भएर आई थिङ्क आई विल ओपन न्यू युट्युब च्यानल सो यो भ्लग चाहिँ अब त्यहाँबाट अपलोड हुन्छ होला है गाइज है त्यही अहिले भेटौँ ल भयङ्कर मिठो हावा चलेको केटा चस्मा लगाइदिउँ है चस्मा लाउनु पऱ्यो चस्मा चाहिँ कतापट्टि राखेको यतापट्टि राखेको छ यहाँ चाहिँ भयङ्कर मिठो हावा चलेको है केटा है मलाई चाहिँ यहाँ बस्दाखेरि चाहिँ पक्का नेपाली भाइब्स आइरहेको कि यहाँ हावा चलेछ आहा के गर्ने होला यस्तो मिठो हावा चलेको कि यार होइन त सब डाँडाबाट यस्तो छ कि सबै कता कता हो सबै नेपाल जस्तै देखिरहेको अहिले त कन्स्ट्रक्सन हुँदो रहेछ है यस्तो यस्तो ठाउँहरू छ यहाँ चाहिँ फेरि अब स्पेसल मार्केटहरू सबै ब्रान्डेड उसहरू अब के गइराख्ने यस्तोमा नगइराख्नु है बुझ्नुहोस् न हेर्नुहोस् त सबै एडिडास यतापट्टि पुमा आया के सब छ यहाँ
हामी चाहिँ अब एउटा ठाउँ खोजेर चाहिँ टक्क बस्छौँ होला एकछिनको लागि। मेरो फोनमा ब्याट्री पनि छैन, केही गर्नु पनि मिलेको छैन। ल है एकछिनमा भेटौँ ल। केटा अब हामीले चाहिँ केबल कारको टिकट काटिसक्यो। हामीले यो दुईवटा वेको। अब चाहिँ केबल कारमा चढ्ने हो। अब चाहिँ के गर्नु पर्यो है, यहाँ सेक्युरिटी चेकहरू रहेछ। ल है अहिले लागेको, अहिले केबल कारमा भेटौँ ल है। फेरि अलिकति अमिलो पनि खाइयो फेरि यताउता है। ल है केटा हो, केबल कार है अगाडि रहेछ। यस्तो हुँदो रहेछ हौ यतातिर त, हेर्नुहोस् त केबल कार है। टिकट सिकेट हातमै छ। ल अब हामी चढ्छौँ केबल कारमा। चढिसकेपछि अहिले एकछिनमा भेट्छौँ ल है त, हुन्छ कि नै। ल है केबल कार हेर्नुहोस् यताको यस्तो हुन्छ, यताबाट आउँदो रहेछ। ल है अहिले एकछिनमा भेटौँ ल है। पुरै चढियो होला, यसरी पनि देख्न सक्छ। पछाडिको भ्यू यस्तो छ। हामी चाहिँ माथि जाँदै, माथि फेरि कडा ठाउँ छ। ल है अहिले एकछिनमा भेटौँ ल। यस्तो छ है फेरि यहाँ चाहिँ चाइनिज पकौडा भन्दो रहेछ यसलाई। पकौडा त होइन फेरि पेकोडा भन्छ। पुरै धेरै उचाइमा रहेछ नि, हामी त धेरै उचाइमा जाँदै हो अहिले। We are going too much height ला। तलको यो पुरै नजारा यस्तो छ। यहाँ त कतिवटा हो, कतिवटा आउँछ हौ। यस्तो छ उफ, तल चाइना टाउन, सेम लाइक चाइना टाउन। तल यस्तो छ, धेरै देखाउन मिल्दैन कि फेरि हल्का के हो। जापानको माउन्ट फुजी यहाँ आइपुगेको। यस्तो हुँदो रहेछ, धेरै माथि पो भन्नुपर्दो रहेछ त। अनि गेम खेल्ने ठाउँ यस्तो हुँदो रहेछ। रोलर कोस्टर माउन्ट फुजीमा पुरै। ल हेरौँ है यस्तो छ ठाउँ। हामी त तलबाट धेरै हाइटमा पो आइयो त हौ। ल हेर्नुहोस् त तलको सिटी हाउ इट्स लुकिङ। ल हेर्नुहोस् कस्तो छ, डर पनि लाउँदो रहेछ हौ बेला बेलामा त। यस्तो मजाको ठाउँ रहेछ नि यता त। मचिँदैछ। हेर्नुहोस् त यस्तो खेल्दा त सबै जान्छ त हौ। तर एउटा गेल्टिङ हाइल्यान्ड एउटा ड्रिम ल्यान्ड जस्तै रहेछ कि, हेर्नुहोस् त जताततै खेल्ने ठाउँ है। यतापट्टि हेर्नुहोस् त कस्तो बनाएको। जिन्दगीमा बाँचेपछि यस्तो यस्तो नै हेर्न पाइँदो रहेछ है। Okay, Satya, we already read that one. Can. I already. Orange safe. Yeah. That one not safe. Like this. ल है अहिले भेटौँ ल है। यतापट्टि हेरि कडा छ। Let's go like that. What? That one. Roller coaster. Hey, little crazy already है। That one you have 100 ringgit. You can play so many different games. But they are going to ल है go soon. अहिले भेटौँ ल है। ल केटा हो आइयो, औडा छ यतातिरको महलहरू है। तपाईँहरूलाई देखाउँदै गरौँ ल। हेर्नुहोस् त यता के हो यस्तो। आमा This one so new experience for me. Kamabarua. यहाँतिर त मारेको छ त। कडा छ हौ कडा।
ल अब यहाँ फेरि गेमहरू खेल्न जाने भनेको छ तपाईँहरूलाई अब छोटो छोटो क्लिपहरू म देखाइरहेको छु होइन अब धेरै सबै देखाउन सक्दिनँ तर यहाँबाट मैले तपाईँहरूलाई देखाउन सक्छु है यहाँबाट तपाईँलाई मैले देखाउन सक्छु ल हेर्नुहोस् त त्यता गेम ल्यान्ड रहेछ फेरि अब हेर्नुहोस् त स्काई ट्रुपोलिस आस्ता ऊ घोडा पनि कडा रहेछ त्यहाँ मुनि त ल है कडा छ है ठाउँ चाहिँ यस्तै छ हाम्रो नेपाल कहिले यस्तो नि चाँडो हुनु पऱ्यो है चाँडो हुनु पऱ्यो यहाँ त अनि साइको छ त अब सक्दैन नि फेरि एउटा अहिले तल गएर भेटौँला है त ल लडाउन दिन्छ क्या हो आज त मार्ला जस्तो छ त हौ ल कता हो त नि कोही हुन्छ क्या अरे त है आमामा कस्तो राम्रो ठाउँहरू छ के हो एउटा हो ब्याट्री सक्ने भयो सायद अब यही नै मेरो अन्तिम हुन्छ होला भिडियो होइन भोलितिर यसो हालौँला अहिले चाहिँ मी क्यान नट प्ले हेर्नु त आइयो त्यस्तो खेल्यो भने त मार्छ त ल हेर्नु त हाम्रो नेपालमा डुङ्गा हुँदै यहाँ त डुङ्गा पनि घुम्छ आई विल नट प्ले ल है यहाँ त कडा छ ल है त अहिले भएछ अहिले कतै चार्जर भेटेछ भने चार्ज गरेर फेरि बनाउन सुरु गर्छु अहिलेको लागि यही नै यतिकै है त ल भिडियो बनाउन भनेको त यहाँ त औडा रहेछ कि यति एउटा मलभित्र के हो आमा यस्तो कडा हुँदो रहेछ कि ए आई डोन्ट वान्ट टु प्ले ल है कडा छ ल यस्तो खेल्न थाल्यो भने त अनि यहाँ त ल है भोलितिर भेटौँ ल यस्तो छ हो यता त ल अब यही केबल कारमा फर्किने डेन्जरै माथि आइएछ ल है त लागेको अहिलेलाई धेरै देखाउन सकिएन धत्ताका धुटुक हल्ला भयो क्या एउटा हो यहाँ बाहिर निस्केको त जाडो पो हुन्छ त कुहिरो लाएर हैरान छ त्यताखेरि यहाँ यस्तो रहेछ तलपट्टिको नजाराहरू होइन कुहिरो लाएर यस्तो टुप्पोमा खग्यो यस्तो छ त हो पुरै यस्तो छ है अगाडि जानु लाग्यो अब कता हुन्छ के हुन्छ हेर्दै गरौँला है त ल त्यहाँ हेर्नु त फर्स्ट वर्ल्ड होटेल द वर्ल्ड लार्जेस्ट है यस्तो जाडो भएछ यार कुहिरो लाएर हैरान छ है यस्तो छ कुहिरो सही आहा यस्तै छ है नेपाल जस्तो ठाउँमा अरू धेरै ठाउँमा घुमियो घाँसपातहरू छ यताखेरि यताबाट नि कुहिरोले हैरान हाने यो चाहिँ सपनाको एउटा केही भने जस्तो ल है त है केटा हो हामी चाहिँ यहाँ कोलालम्पुर आइसकेको छौँ तपाईँहरूलाई कोलालम्पुरको थोरै झल्कोहरू देखाइदिउँ त साँच्चै हो ल हेर्नुहोस् त कस्तो छ है यतापट्टि यस्तो छ हेर्नुहोस् यता पछाडिपट्टि टिआरएस टावर पुरै है यस्तो मजाको छ कि यता के हेर्नुहोस् त यता कहाँ हो आयो जस्तो हामीलाई त हेर्नुहोस् न त्यो वाला टावरलाई आइयो कस्तो राम्रो देखेको है हेर्नुहोस् त ओहो धेरै राम्रो देखेछ यो चाहिँ पोस्ट अब पहिलाको ट्रेन उसकै स्टेसन भन्थ्यो ट्रेन स्टेसन भने जस्तो लाग्थ्यो है तर धेरै राम्रो छ ल है आफ्नो मिस्त्री राम्रोदाखेरि एक लट राम्रो देखेछ यस्तै छ कहिलेकाहीँ घुम्ने फेरि ल एउटा कति यही मात्र हेर्ने है त्यो टु टावर पनि हेरिसक्नु भयो होला यो टावर होइन ल यस्तै छ है फेरि भेटौँला एकछिनमा एउटा हो हामी चाहिँ कोलालम्पुरमा आइसकेका छौँ कोलालम्पुरको टावर हेर्दै हो अहिले चाहिँ लगभग यहाँबाट 3टै टावर देखेछ है
पक्न है त तपाईँहरूलाई देखाउँछु म यो टावर हेर्नुहोस् एउटा यो कोलालम्पुरको मेन टावर भन्छ यसलाई चाहिँ होइन लाइटिङ हाउस जस्तै छ तर कस्तो राम्रो देखिन्छ अर्को फेरि यतापट्टि छ यो पनि कस्तो भयङ्कर राम्रो देखेछ हेर्नु त आमामा है कस्तो राम्रो देखेछ यतापट्टि फेरि त्यसको पछाडिपट्टि केएलसीसी केएलको ट्विन टावर छ है फेरि त्यसमा अहिले एकछिनमा हेरौँ ल तर सबै एकदम सबै राम्रो देखेछ आजको दिन चाहिँ घुम्दा अब लगभग थाकिसकेको छु है के गर्ने यस्तै छ सबै कुरा देखाउनै पर्यो ओके गाइज अब हामी चाहिँ एकैचोटि ट्विन टावरमा गएर भेट्छौँ है त ओके ल है केटा हो हामी यहाँ विश्व लालैत भएर हेर्न आउने ट्विन टावरमा आइपुगेको छौँ है फेरि तपाईँहरूलाई देखाउँछ ट्विन टावर कस्तो छ भनेर देखाउने नै हो यस्तो छ कि ट्विन टावर यस्तो छ हेर्नुहोस् त हे प्रभु रे है कसले बनाउन जानेको होला नि यस्तो होइन ए मान्छेको भिडै भिड किडा जस्तो छ हौ मान्छे म पहिलाको ठाउँमा गइनँ होइन कति त्यही एउटा ठाउँमा जाने भनेर अलिकति नजिकबाट त्यही पनि गएर हेर्न मिल्छ तर इट्स ओके अब सी फ्रम हियर इट्स लुक भेरी नाइस ल हेर त यस्तो छ है यहीँ पछाडि छ विश्व लालैत भएर हेर्न आउने ठाउँ है यही हो ट्विन टावर खेला ल गाइस आजलाई यति भन्दै धेरै थाकियो अब एउटा दुइटा फोटो खिच्नै छ है एउटा दुइटा फोटो खिचेर हामी जान्छौँ अब घरतिर आई होप तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ राम्रै लाग्नेछ किनभने मलेसियाको लगभग धेरै घुम्ने ठाउँहरू हामी घुमिसकेका छौँ है ल अब यस्तै तरिकाले हामी अर्को भिडियोमा भेटौँला प्लिज सबैले माया गरिदिनुहोस् है माया गर्न चाहिँ नबिर्सिनुहोस् लाइक गर्नु नबिर्सिनुहोस् सब्सक्राइब गरिदिन पनि नबिर्सिनुहोस् है त ल फेरि एक छल्को हेर्नुहोस् ल है यस्तो राम्रो छ ल गाइस थ्याङ्क यू ल केटा हो हामी चाहिँ मलेसियाको एकदम डाँडातिर आइपुगिसकेको छ है मेरो अनुहार तपाईँले कस्तो देखेको छ थाहा छैन ल म अलिक थाकिसकेको छु त्यही छ्यालब्याल मान्छेहरू आएर बस्ने घुम्ने गर्दो रहेछ तपाईँहरूलाई म भ्यू देखाउँ त हेर्ने नै हो स्योर हो ल है त हाम्रो भ्यू चाहिँ कडा छ है हेर्न सक्नुहुन्छ यस्तो डेन्जर देखिन्छ होइन क्यान्सी ल हेर्नुहोस् त सबै मलेसियन सिटीहरू सबै है लगभग सबै देख्दो रहेछ यहाँबाट चाहिँ आँखालाई चाहिँ एकदम आनन्द हुँदो रहेछ ल नि त अघि हामी वहाँ गएको त्यो टावरमा गएको अघि यो टावर यहाँ गएको है हामी चाहिँ अघि अहिले चाहिँ हामी यहाँ डाँडाको टुप्पोमा आइसक्यो फेरि ल है तपाईँहरूलाई भन्दा म पनि थाकिसकेँ देखाउँदा ल आजको मेरो यो उसलाई अन्त्य गरिदिनु भ्लगलाई है सुहान अब के भन्ने अब घुम्न मन लागेन ऊ घुम्ने नै हो है हामी चाहिँ राति घुम्दै हो अहिले ठिकै छ है गाइस ल हेर्न सक्नुहुन्छ त्यो चाहिँ सब रोड फेरि सलक्क वा कस्तो राम्रो है यो ट्विन टावर चाहिँ नि डेन्जरै देख्दो रहेछ ट्विन टावर यतापट्टि यो है कस्तो राम्रो देख्ने कि मान्छेहरू नि यति धेरै छ फेरि थुप्रो छ लगाइ चाहिँ फेरि हामी भेट्दै गरौँला नि ओके नाउ सी यु इन नेक्स्ट भिडियो आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु धन्यवाद हो यहाँ बसेर हेर्दा त फेरि ट्याक्ल्याक्कै नेपालको याद पो आउँदो रहेछ त हामी डाँडामा जान्थ्यौँ नि केटाहरूसँग हामी धरर गएर खुब रमाइलो गर्थ्यौँ है गिटार बजाएर यतातिर नि त्यस्तै क्राउड रहेछ तर यतातिर चाहिँ गिटार सिटार नबजाउने ट्याक्क पिस भाइब छ भनेर नि के भन्ने हो यतापट्टि बाइक ढटाकेर ढुटुक गर्दो रहेछ तर भ्यू एकदम राम्रो देखिने कि है गाइज है तपाईँहरूलाई मैले अघि नै देखाइसकेको छु भ्यू यु वान्ट टु सी अगेन फेरि हेर्नुहोस् है भ्यूज मजा आएको छ ओल त्यसमा भ्यू एकदम राम्रो देखिने रहेछ कि यताबाट है हेर्नुहोस् त सर सबैकै हाई हो है त्यस्तै छ गाइज विदेशमा आएपछि कहिलेकाहीँ घुम्दाखेरि चाहिँ मडिया लाग्छ आफ्नो ठाउँ पनि सम्झिँदा मन लाग्छ पछाडि फेरि बाइक उडाएको उडाइ छ यतातिर नि पिठ्यासहरू हुँदो रहेछ कि
रमाइलो भइरहेछ एकवटा भयो। अब चाहिँ धेरै थकित भयो, आज होल डे घुमियो, जे होस् रमाइलो गरियो। अब यस्तै छ होइन, लगेडा मिस यु अल है। चाँडोभन्दा चाँडो फेरि बस्नुपर्छ, रमाइलो गर्नुपर्छ। अहिलेको लागि चाहिँ यहीँबाट बिदाई माग्छु म है। एकचोटि लास्ट अन्तिमचोटि हेरिदिनुहोस् ल, हेर्नुहोस् त भ्यू यस्तो छ। ल गाइज है, यति भन्दै आजको यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। सी यु अन नेक्स्ट भ्लग, नेक्स्ट भिडियो। मन पऱ्यो भने लाइक गरिदिनुहोस्, माया गर्न नबिर्सिनुहोस्, किनभने तपाईँहरूको माया र सपोर्टले नै म अघि बढ्ने हो है। प्लिज गाइज, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।